सुनिरहेको केटाहरू यस्तै छ मेरो हालचाल हेर भाइ कस्तो छ जिन्दगी यो नोटोमा हिँड्दा छु आफूले राति अनि ठिस भइदिँदा आफूले छैन चिन्ता गरेर ऱ्याप हानिरहेछु आफूले छैन आफूलाई मेरो साथ कोही पनि छैन ब्रिटेन कहाँ पुगिँदा अनि ब्रिटेनको गाना सुन्छु अनि दाइहरूको म आफै ठिस भइदिँदा छु माल तानिरहेको थिएँ त्यो ब्रिटेनको गाना जब ब्रिटेनको गाना सुन्दै थिएँ म एक्लै तर को हेर्दा छ अनौठो बाटो छ भाइ यो जिन्दगीमा आमा बुवा परिवार छोडेर यता काम गर्दैछु 2 पैसा लागि हेर भाइ कति गाह्रो छ यो जिन्दगीमा साला जादुहरू यहाँ पब्लिकमा गाली दिँदैछ छैन आफूले मस्तले ऱ्याप हानिरहेको थिएँ तँ आफूले ठिस हुँदा थिएँ म केटाहरू के भइदिँदा सबैले यहाँ गुन्डा भन्दैछ यहाँ सबैले म पनि दिन रात सोचिरहेछु दिन रात सोच्दैछु आफूले ठिस हुँदा थिएँ म एक्लै अनि केटाहरू माल तान्दै हामी बसिरहेको थिएँ को आयो उताबाट पुलिस मामा हान्दैछ अनि ट्याक टाउकोमा हान्दैछ मलाई ट्याङ अनि भाग्दै थिएँ भाग पुलिस आयो भाग केटाहरू भाग म एक्लै थिएँ गल्ली बाटो अनि झ्यापमा अनि केटीहरू हेर्दा थिए उताउति केटीहरू कता हिँड्दै छौ सोल्टिनी यता फर्किँदैन ओए कान्छी आफू चाहिँ मस्तले शिवजीको माल तान्दै बसिरहेको छु आफूसित छैन कसैको चिन्ता गरेर बसेको म यो जिन्दगीमा मासाला गरिब भयो म आफूले ठिस हुँदा छु आफूले छैन गरिबतामा बसेको म हेर भाइ यस्तै छ जिन्दगी अनौठो छ भाइ जिन्दगी म काम गर्दै थिएँ यो ठाउँमा परदेशमा कमाउँदैछु भाइ 2 पैसा लागि छैन चिन्ता गरेर बसेको म आफू चाहिँ सपना देख्थेँ म पनि आफूले सपना देख्थेँ अनि दाइहरू हेर्दा छ मलाई पुग्नुपर्छ 5 घन्टा गाउँ पुग्नुलाई त यहाँ गर्दैछु आज हेर म दुःखी छु आफूले सोद्धा छु आफूले भड्किरहेछ मेरो आत्मा किन होला आजले